यो बर्दी लाउँदै हामी सबैको कुटाएर गाली खाने हो। हामी यही खाना आएको हो घरबाट। चेकिङको क्रममा हो। मैले भने यहाँबाट माथिबाट जानु भनेको नेपालको कानुन यहाँले त्यहाँले तिमीहरूले के गर्छ तिमीहरू आफ्नो काम गर म हिँड्न नपाउने बाटो हो यस्तो मैले यति भनेको मेरो हात हाल्यो कि घडी कहाँ पाइनु थाहा छैन। मैले दिदीबहिनीले हात लाउने होइन नि हातले लगाएको बर्दीमै हो। हाम्रो पनि यो बर्दीभित्र हामी पनि यही मानव हो कि होइन, तर हामी जनताबाट असुरक्षित छौँ। के गर्ने के भन्न चाहनुहुन्छ यहाँबाट भन्नु? हामी केही भन्न सक्दैनौँ।